रहेको विषयवस्तु भनेको चाहिँ योजनाबद्ध विकासक्रम र चालु आवधिक योजना एकदमै महत्त्वपूर्ण टपिक रहेको छ र प्रायःजसो इक्जामहरूमा योबाट प्रश्नहरू सोधि नै रहेको हुन्छ। योजनाबद्ध विकासक्रम भन्नाले हामीले पहिलो पञ्चवर्षीय योजना 2013देखि लगेर अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने 15वटा योजनाहरू कार्यान्वयन भइसकेका छन् योजनाबद्ध विकासक्रम र क्रममा। र अहिलेको योजना भनेको कार्यान्वयनमा भइरहेको योजना भनेको 81-82देखि लगेर अहिले 16औँ योजना कार्यान्वयनको चरणमा छ, त्यो तपाईँलाई थाहा छ। र यति मात्रै नभएर योजनाबद्ध विकासक्रमको इतिहासलाई हेर्ने हो भने नेपालमा चाहिँ जुद्ध शमशेरले 20 वर्षीय योजना घोषणा गरेका थिए, तर त्यो 20 वर्ष योजना कार्यान्वयनमा हुन पाएन। र आधिकारिक रूपमा नेपालमा योजनाबद्ध विकासक्रमको सुरुवात 2013 सालमा टङ्कप्रसाद आचार्यको पालादेखि योजनाबद्ध विकासक्रमको थालनी भएको पाइन्छ। र साथसाथै नेपालमा योजनाबद्ध विकासक्रमलाई हेर्ने हो भने पञ्चवर्षीय र त्रिवर्षीय दुवै योजनाको अभ्यास भएको पाइन्छ। त्यो भन्न खोजेको पञ्चवर्षीय भनेको 5 वर्षका लागि तयार गरिएको र त्रिवर्षीय भनेको 3 वर्षका लागि तयार गरिएको योजना। र योजनाबद्ध विकासक्रमकै इतिहासलाई हेर्ने हो भने 11औँ योजना भनेको चाहिँ अन्तरिम योजनाका रूपमा चाहिँ लागू भएको योजना हो भने अहिलेसम्म योजनाबद्ध विकासक्रममा चाहिँ 15वटा योजना कार्यान्वयन भइसकेको अवस्थासम्म अथवा 16औँ योजना कार्यान्वयन भएको अवस्थामा चाहिँ 2 पटक चाहिँ प्लान होलिडे भएको छ र 3 आर्थिक वर्षमा प्लान होलिडे अथवा योजनाविहीन वर्ष भएको देखिन्छ। सबैभन्दा सुरुमा हामीले योजनाबद्ध विकासक्रमको कन्सेप्ट र विभिन्न योजनाका उपलब्धिहरू हेर्छौँ र त्यसपछि आवधिक योजना चालु आवधिक योजना भनेको अहिलेको 16औँ योजना हो र 16औँ योजनाको बारेमा हामीले हेर्छौँ। ल, चालु आवधिक योजना अथवा स्ल्यास चाहिँ 16औँ योजना भनेर लेखिदिनुहोस्। अहिलेको चालु आवधिक योजना भनेको चाहिँ 16औँ योजना हो र अर्को योजनाबद्ध विकासक्रम भनेर लेख्नु पर्यो। योजनाबद्ध विकासक्रम पढ्दै गर्दाखेरि सबैभन्दा सुरुमा यो योजना प्लान भनेको के हो त त्यो कुरा बुझ्नु पर्यो। प्लान भनेको चाहिँ निश्चित लक्ष्य र उद्देश्य, निश्चित लक्ष्य र उद्देश्य, लक्ष्य र उद्देश्य प्राप्तिका लागि, लक्ष्य र उद्देश्य प्राप्तिका लागि, प्राप्तिका लागि साथै प्राप्तिका लागि साथै साथै निश्चित अवधि साथै निश्चित समय अवधिका लागि तय गरिएको, निश्चित समय अवधिका लागि, समय अवधिका लागि, अवधिका लागि तय गरिएको, अवधिका लागि तय गरिएको, तय गरिएको, तय गरिएको, तय गरिएको केन्द्रीय अधिकारीहरूद्वारा, केन्द्रीय अधिकारीहरूद्वारा, केन्द्रीय अधिकारीहरूद्वारा, केन्द्रीय अधिकारीहरूद्वारा हरूद्वारा हरूद्वारा अर्थतन्त्रमाथि, अर्थतन्त्रमाथि गरिएको, अर्थतन्त्रमाथि गरिएको गरिएको नियन्त्रण र निर्देशनलाई, गरिएको नियन्त्रण र निर्देशनलाई, नियन्त्रण र निर्देशनलाई योजना भनिन्छ है। नियन्त्रण र निर्देशनलाई, निर्देशनलाई योजना भनिन्छ भन्ने कुरा बुझ्नु पर्यो। निर्देशनलाई योजना भनिन्छ, योजना भनिन्छ। हेर्नुहोस् त के भन्यो, योजना अथवा प्लान भनेको के रहेछ? योजना अथवा प्लान भनेको चाहिँ निश्चित लक्ष्य र उद्देश्य, योजनाको निश्चित लक्ष्य र उद्देश्य बोकेका हुन्छन् हैन। जस्तै अब अहिले पनि 16औँ योजनाको लक्ष्य भनेका चाहिँ राष्ट्रिय लक्ष्यहरू चाहिँ कतिवटा 40वटा छन्। दीर्घकालीन लक्ष्य भनेको चाहिँ 15औँ योजनालाई नै निरन्तरता दिएर 10वटा चाहिँ दीर्घकालीन लक्ष्य छन् 16औँ योजनाको। र उद्देश्य भनेको चाहिँ सामाजिक न्याय, सुशासन हैन, समृद्धि, 3वटा चाहिँ उद्देश्यमा आधारित बोकेको छ। उद्देश्य र के हुन्छ, लक्ष्य हुन्छ। र साथै निश्चित समय अवधिका लागि भनेको चाहिँ अब कुनै पञ्चवर्षीय होला, कुनै त्रिवर्षीय होला, त्यो निश्चित समय भयो 3 वर्षका लागि, 5 वर्षका लागि निश्चित समयका लागि तय गरिएको। केन्द्रीय अधिकारीहरूले अर्थतन्त्रमाथि चाहिँ हैन, राष्ट्रिय अर्थतन्त्रमाथि के गर्छन् त, राष्ट्रिय अर्थतन्त्रमाथि नियन्त्रण र निर्देशन गर्छन्, जसलाई नै हामी के भन्दो रहेछौँ, योजना भनेर भन्दो रहेछौँ। योजनाको डिफाइन भनेको चाहिँ यही नै हो। र अर्को बुलेटमा के भनेर लेख्नुहोस् भने, अर्को बुलेटमा चाहिँ राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा, राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा, जुद्ध शमशेरको पालामा, जुद्ध शमशेरको पालामा 20 वर्षीय योजना घोषणा भएको थियो तर लागू भएन। 20 वर्षीय योजना चाहिँ के भएको थियो, घोषणा भएको थियो। अस्ति भर्खरै कुन इक्जाममा सोध्यो यो, कुन राणा प्रधानमन्त्रीको पालामा चाहिँ 20 वर्ष योजना घोषणा भएको थियो भनेर सोधेको थियो।
घोषणा भएको हो, तर यो कुरा चाहिँ के भएन त, कार्यान्वयनमा आएन। 20 वर्ष योजना घोषणा भएको थियो। अर्को बुलेटमा लेख्नुहोस्, आधिकारिक रूपमा आधिकारिक रूपमा आधिकारिक रूपमा आधिकारिक रूपमा नेपालमा नेपालमा विक्रम सम्वत 2013 देखि नेपालमा विक्रम सम्वत 2013 देखि योजनाको सुरुवात भएको थियो। विक्रम सम्वत 2013 देखि योजनाको सुरुवात भएको हो है, योजनाको सुरुवात भएको हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र 2013 सालबाट योजनाको सुरुवात त भएको रहेछ। कसको पालादेखि? टङ्क प्रसाद आचार्यको पालादेखि है। ब्राकेटमा चाहिँ टङ्क प्रसाद आचार्यको पालादेखि भनेर लेखिदिनु। टङ्क प्रसाद आचार्यको पालादेखि है, टङ्क प्रसाद आचार्यको पालामा चाहिँ यो सुरुवात भएको थियो। र टङ्क प्रसाद आचार्यको पालामा सुरु भएको पहिलो पञ्चवर्षीय योजना भनेको चाहिँ 2013 सालको हो। यसरी 13 सालबाट चाहिँ योजनाको सुरुवात भएको थियो अथवा योजनाबद्ध विकास क्रमको थालनी भएको थियो भनेर बुझिन्छ। र यसरी यो 13औं योजना के अरे 13 सालदेखि सुरुवात भएको योजना अथवा पहिलो पञ्चवर्षीय योजनाको कुरा गर्ने हो भने है, यो हिस्टोरिकल प्लान पनि भएको कारणले गर्दा पहिलो पञ्चवर्षीय योजना अथवा पहिलो पटकको योजना हेर्ने हो भने चाहिँ कति विनियोजन गरिएको थियो त? पहिलो पञ्चवर्षीय योजना हेर्नु है। पहिलो पञ्चवर्षीय योजनाले चाहिँ पञ्चवर्षीय योजनामा कति रकम विनियोजन गरिएको थियो र कति खर्च भयो भनेर सोधेको छ। पहिलो पञ्चवर्षीय योजनामा चाहिँ विनियोजन 33 करोड गरिएको थियो है। विनियोजन रकम भनेको चाहिँ 33 करोड बराबरको स्रोत साधन विनियोजन रकम भन्छ। त्यो चाहिँ 33 करोड बराबरको हो पहिलो पञ्चवर्षीय योजनामा। र पहिलो पञ्चवर्षीय योजनामा चाहिँ विनियोजन रकम 33 करोड भएको थियो र खर्च चाहिँ 22 करोड भयो है। खर्च भएको पहिलो पञ्चवर्षीय योजनामा खर्च भएको रकम भनेको चाहिँ कति हो त? 22 करोड रुपैयाँ चाहिँ खर्च भएको थियो। 22 करोड भनेर बुझ्ने है। 22 करोड रुपैयाँ चाहिँ खर्च भएको र 33 करोड रुपैयाँ चाहिँ विनियोजन भएको थियो 13 सालको पहिलो पञ्चवर्षीय योजना। पहिलो पञ्चवर्षीय योजना 13 देखि 18 सम्मको योजना हो है। 2013 देखि लगेर 18 सम्मको 2013 देखि लगेर 18 सम्मको योजनालाई चाहिँ हामीले के भन्छौँ? पहिलो पञ्चवर्षीय योजना भनेर भन्छौँ। र खर्च भएको चाहिँ 33 करोड रहेछ, विनियोजन रकम भनेको चाहिँ 33 करोड रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है, पहिलो पञ्चवर्षीय योजनाको इतिहासलाई हेर्ने हो भने। अनि त्यसै गरेर चाहिँ अर्को बुलेटमा लेख्नुहोस्। अर्को बुलेटमा हालसम्म नेपालमा 15वटा योजनाहरू 15वटा योजना कार्यान्वयन भइसकेका छन्। 15वटा योजना कार्यान्वयन भइसकेका छन् भने कार्यान्वयन भइसकेका छन् भने भइसकेका छन् भने 16औं योजना कार्यान्वयनको चरणमा छ है। 16औं पञ्चवर्षीय योजना भन्छ। 16औं पञ्चवर्षीय योजना 5 वर्षका लागि भएको कारणले गर्दा पञ्चवर्षीय भनियो। 16औं पञ्चवर्षीय योजना 16औं पञ्चवर्षीय योजना भनेको कहिलेदेखिका लागि हो त? 16औं पञ्चवर्षीय योजना भनेको 2081-82 देखि लगेर 2085-86 सम्म है। 81-82 देखि 85-86 सम्मका लागि तय गरिएको 16औं पञ्चवर्षीय योजना चाहिँ के छ त? कार्यान्वयनको चरणमा छ। कार्यान्वयनको चरणमा रहेको छ। कार्यान्वयनको चरणमा भन्ने कुरा बुझ्नु पर्यो। र यही कार्यान्वयनको चरणमा रहेको 16औं पञ्चवर्षीय योजना भनेकै के भयो त? नेपालको चाहिँ चालु आवधिक योजना भयो है। नेपालको चालु आवधिक योजना भनेको 16औं पञ्चवर्षीय योजना हो र यसलाई नै हामी चालु आवधिक योजना भन्छौँ। चालु आवधिक योजना हेर्नुहोस् है। चालु आवधिक योजना भनेको चाहिँ 16औं योजना हो र 15वटा योजनाहरू के भइसकेका छन्? कार्यान्वयन भइसकेका छन् र 16औं योजना कार्यान्वयनको चरणमा छ। किनभने यसको अवधि भनेको 81-82 देखि लगेर 85-86 सम्म हो नि त यसको अवधि। अहिले भनेको अब साउन 1 गतेदेखि 83-84 सुरु हुँदैछ। यसरी चाहिँ 85-86 सम्म कार्यान्वयनमा रहेको चरणमा रहेको योजना 16औं योजना। अर्को बुलेटमा लेख्नुहोस्, नेपालमा त्रिवर्षीय र पञ्चवर्षीय नेपालमा त्रिवर्षीय भनेको 3 वर्षका लागि है। त्रिवर्षीय र पञ्चवर्षीय
दुवै योजनाको अभ्यास भएको छ, दुवै योजनाको अभ्यास भएको छ, दुवै योजनाको अभ्यास भएको छ भन्ने कुरा बुझ्नु पर्यो। नेपालमा चाहिँ त्रिवर्षीय र पञ्चवर्षीय दुवै योजनाको अभ्यास भएको छ, अभ्यास भएको छ। यसरी दुवै योजनाको अभ्यास भएको त रहेछ, जस अन्तर्गत त्रिवर्षीय योजना र पञ्चवर्षीय योजनामा के फरक छ भने त्रिवर्षीय भनेको 3 वर्षका लागि तयार गरिएको, पञ्चवर्षीय भनेको 5 वर्षका लागि तयार गरिएको। कति कतिवटा हो त? 16वटा योजना मध्ये त्रिवर्षीय योजना भनेको चाहिँ 5वटा हुन् है। अहिलेसम्म कतिवटा त्रिवर्षीय योजना चाहिँ कार्यान्वयनमा आएको छ त नेपालमा भन्यो भने 5वटा चाहिँ त्रिवर्षीय हुन् र अब बाँकी 11वटा भनेको पञ्चवर्षीय योजना हुन् है। 16वटा मध्ये बाँकी रहेका 11वटा भनेको चाहिँ पञ्चवर्षीय योजना हुन्। अब जस अन्तर्गत कहिले त्यहाँ सोधिन सक्छ देखाएका मध्ये कुन चाहिँ त्रिवर्षीय योजना होइन भनेर सोधिन सक्छ। 16वटा योजना मध्ये 11वटा पञ्चवर्षीय र 5वटा चाहिँ त्रिवर्षीय योजना हुन् र 5वटा बुझिसकेपछि अब बाँकी 11वटा बुझिहाल्नुहुन्छ। 5वटा भनेको एउटा सेकेन्ड दोस्रो त्रिवर्षीय योजना हो, अर्को 11औँ पनि त्रिवर्षीय योजना हो, अर्को भनेको 12औँ पनि त्रिवर्षीय योजना हो, अर्को 13औँ पनि त्रिवर्षीय योजना हो र अर्को 14औँ पनि त्रिवर्षीय योजना हो। हेर्नुहोस् त, यसरी दोस्रो 11औँ 12औँ 13औँ र 14औँ भनेको चाहिँ त्रिवर्षीय योजना भनेर बुझ्नु पर्यो। अनि त्यसै गरी अब बाँकी रहेका 16वटा मध्ये अब बाँकी रहेका अन्य 11वटा पहिलो तेस्रो चौथो पाँचौँ छैटौँ सातौँ आठौँ नौ 10औँ 15औँ 16औँ भनेका चाहिँ के भयो त 11वटा चाहिँ पञ्चवर्षीय योजना भयो है। मैले किन लेखाएँ भने कहिलेकाहीँ चाहिँ त्रिवर्षीय योजना कतिवटा हुन् त? 16वटा योजना मध्ये 3 वर्षका लागि तय भएका योजना भनेको चाहिँ 5वटा रहेछन्, जसमध्ये देखाएका मध्ये कुन होइन भन्यो भने दोस्रो 11औँ 12औँ 13औँ 14औँ चाहिँ त्रिवर्षीय हुन्, यो बाहेकका अन्य पञ्चवर्षीय हुन्। यो कुरा ख्याल गर्नु पर्यो होइन। त्रिवर्षीय र पञ्चवर्षीय योजनाको सन्दर्भमा यो कुरा बुझ्नु पर्यो। अनि त्यसै गरी अर्को बुलेटमा लेख्नुहोस्, अर्को बुलेटमा हालसम्म नेपालमा प्लान होलिडे, हालसम्म नेपालमा प्लान होलिडे भनेको चाहिँ प्लान होलिडे भनेको यो योजनाविहीन वर्ष भन्छ नेपालीमा होइन। प्लान होलिडे अथवा चाहिँ योजनाविहीन वर्ष, प्लान होलिडेलाई के भन्छ? योजनाविहीन वर्ष भन्छ, योजनाविहीन वर्ष। हेर्नु है, प्लान होलिडे भनेको योजनाविहीन वर्ष भनेको प्लान होलिडे योजनाविहीन वर्ष। जस अन्तर्गत चाहिँ अब तपाईँलाई इक्जाममा योजनाविहीन वर्ष कति पटक भन्यो भने 2 पटक हो साथीहरू है। कति पटक, हाउ मेनी टाइम्स, कति पटक भन्यो भने प्लान होलिडे भनेको कति पटक त 2 पटक भन्ने कुरा बुझ्नु पर्यो। 2 टाइम्स 2 पटक। तर कति वर्ष भन्यो भने चाहिँ कति वर्ष हो त? 3 वर्ष। 2 पटक 3 वर्ष है। कति वर्ष? 3 वर्ष। अब यो कसरी 3 वर्ष 2 पटक भयो भन्ने बुझ्नु होला, अनि बुझ्नु पर्यो। अनि अर्को भनेको चाहिँ योजनाविहीन वर्ष भनेको के हो बुझ्नु पर्यो। योजनाविहीन होलिडे के छुट्टी, योजनाको चाहिँ बिदा भएको भन्ने हो खासमा चाहिँ यसको मिनिङ, जसलाई चाहिँ योजनाविहीन वर्ष भन्छ। सामान्यतया चाहिँ एउटा योजना सकिएर अर्को योजना चाहिँ विभिन्न कारणले यदि सुरुवात हुन सकेन, कार्यान्वयनमा आउन सकेन भने त्यसलाई चाहिँ योजनाविहीन वर्ष भन्छ। इक्जाम्पलको लागि अब यो 16औँ योजना भनेको चाहिँ 85-86सम्म 16औँ योजना छ। 86-87देखि चाहिँ अर्को 17औँ योजना सुरु हुनुपर्छ, 17औँ योजना सुरु हुनुपर्छ। यदि 16औँ योजना सक्यो, 85-86मा सक्यो र विभिन्न राजनीतिक लगायतका अन्य कारणले गर्दा यदि चाहिँ 16औँ योजना समाप्ति भइसकेपछि 86-87मा 17औँ योजना सुरु हुन सकेन भने त्यो 86-87 भनेको के हो त? योजनाविहीन वर्ष भयो के, प्लान होलिडे भयो। सामान्य अर्थमा योजनाविहीन वर्ष भनेको एउटा योजना सकिएर, एउटा योजना सकिएर, एउटा योजना अवधि सकिएर, योजना अवधि सकिएर, एउटा योजना अवधि सकिएर, अवधि सकिएर, योजना अवधि सकिएर अर्को 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 सुरुवात नभएको अवस्था, अर्को सुरुवात नभएको अवस्थालाई, अर्को सुरुवात नभएको अवस्थालाई योजनाविहीन वर्ष भन्छ के, नभएको वर्ष भन्ने कुरा बुझ्नु पर्यो है। अर्को सुरुवात नभएको वर्ष, एउटा योजना अवधि सक्यो र विविध कारणले अर्को योजना सुरु हुन सकेन भने त्यो चाहिँ योजनाविहीन वर्ष हो। कति पटक भन्यो भने 2 पटक। 2 पटक भनेको एउटा चाहिँ 2018मा भएको छ र अर्को भनेको चाहिँ 2047-48मा भएको छ। यसरी 47-48 भनेको एक पटक भयो, 18 भनेको एक पटक भयो होइन। यो 18 एक पटक, अर्को 47-48 एक पटक गरेर 2 पटक भयो। र कति वर्ष भन्यो भने फेरि वर्ष त 3 वर्ष भयो नि त। एक्चुअली 2018-19 भयो आर्थिक वर्ष,
र चाहिँ अर्को 2047-48 र 47-48 र 48-49 भएको कारणले गर्दा यसरी चाहिँ 47-48 र चाहिँ 2048-49 भयो कि यसरी कति वर्ष भन्यो भने चाहिँ 3 वर्ष होइन 18-19 47-48 र 48-49 3 वर्ष भयो कति पटक भन्यो भने 2 पटक है यसरी बुझ्नु होला यो चाहिँ हालसम्म प्लान होलीले अथवा योजनाविहीन वर्ष भनेको चाहिँ यसरी भएको रहेछ अर्को रहेको छ अन्तरिम योजनाका रूपमा कार्यान्वयनमा आएको योजना कुन हो ल कमेन्ट गर्नु त कुन हो साथीहरू अहिलेसम्म नेपालमा 16वटा योजना मध्ये एउटा योजना अन्तरिम योजना हो अन्तरिम योजनाका रूपमा अन्तरिम योजनाका रूपमा कार्यान्वयनमा आएको योजना अन्तरिम योजनाका रूपमा कार्यान्वयनमा आएको योजना ल कमेन्ट गर्नु सबैले अन्तरिम योजनाका रूपमा कार्यान्वयनमा आएको योजना कुन हो भनेर सोध्यो भने कुन योजना भन्नुहुन्छ 16वटा योजना अन्तरिमको मिनिङ भनेको चाहिँ एउटा योजना सकिएपछि अर्को योजना चाहिँ नबनुन्जेलसम्मका लागि तयार गरिएको योजनालाई अन्तरिम भन्छ कि जुनसुकै कुरा पनि अन्तरिम भनेको अर्को नहुँदासम्म होइन अन्तरिम संविधान 2063 भनेको के हो नेपालको संविधान नबनुन्जेलसम्म भने हो नि त त्यो भएर अन्तरिम योजना भनेको अर्को योजना नहुँदासम्म भनेको त्यो योजना भनेको चाहिँ 11औं योजना हो 62-63 सालको आन्दोलन पश्चात कार्यान्वयनमा आएको योजना 11औं योजना भनेको चाहिँ अन्तरिम योजनाका रूपमा आएको योजना हो अथवा कार्यान्वयनमा आएको योजना जसलाई चाहिँ 16औं योजना भनेर बुझ्ने है 16वटा के अरे सरी 11औं योजना भनेर बुझ्ने 16वटा योजनाहरूमध्ये 11औं योजना भनेको चाहिँ 11औं योजना भनेको चाहिँ अन्तरिम योजनाका रूपमा कार्यान्वयनमा भएको थियो 11औं योजना भनेको 62-63 सालको आन्दोलनपछि 2064-65 देखि लगेर 64-65 65-66 66-67 3 वर्षका लागि 2066-67 सम्मका लागि है ल 64-65 देखि 66-67 सम्मका लागि तय भएको यो चाहिँ 62-63 को आन्दोलन पश्चात चाहिँ कार्यान्वयनमा भएको योजना 11औं योजना भनेको अन्तरिम योजना हो त्यो भएर 11औं योजनालाई अन्तरिम 11औं योजना भन्छ नि कारण भनेको चाहिँ त्यो हो है त यही हो साथीहरू तपाईहरुले योजनाको सन्दर्भमा नेपालको योजना नेपालमा योजनाबद्ध विकासको कन्सेप्ट योजना भनेको के रहेछ हैन यो कुराहरु चाहिँ ख्याल गर्नु पर्यो र अन्य अब योजनाका उपलब्धिहरु छन् अनि त्यसै गरेर चाहिँ हामीले 16औं योजनाका चाहिँ विभिन्न कुराहरु पढ्छौं र सुरुमा चाहिँ यो कपी गर्नु त सुरुमा यसलाई कपी गर्नुस् ठीक छ साथीहरु अगाडि बढौं है ल अब अर्को बुलेटमा लेख्नुस् त यसकै दुई प्रकारको लक्ष्य निर्धारण गरिएको 5औं र 10औं योजना हो दुई प्रकारका लक्ष्य निर्धारण गरिएको योजना दुई प्रकारका लक्ष्य निर्धारण गरिएको योजना दुई प्रकारका लक्ष्य निर्धारण गरिएको योजना है निर्धारण दुई प्रकारका लक्ष्य निर्धारण गरिएको योजना भनेको चाहिँ 10औं र 5औं योजनामा दुई प्रकारका लक्ष्य निर्धारण गरिएको थियो 5औं र 10औं भन्ने कुरा बुझ्नु पर्यो 5औं र 10औं है त ल 5औं र 10औं योजनामा दुई प्रकारका लक्ष्यहरू निर्धारण गरिएको योजना भनेर हामी 5औं योजना र 10औं योजनालाई चिन्छौं अब यति लेखिसकेपछि नेपालको योजनाहरूको चाहिँ उपलब्धि भनेर लेख्नु न त ल नेपालको चाहिँ योजनाहरूको उपलब्धि ल यसपछि नेपालहरूको विभिन्न योजनाहरूको उपलब्धि भनेर लेख्नुस् ल नेपालको विभिन्न योजनाहरूको उपलब्धि विभिन्न योजनाको कुन योजनाको उपलब्धि के हो त विभिन्न योजनाको उपलब्धि है विभिन्न योजनाको उपलब्धि भनेर लेख्नुस् विभिन्न योजनाको उपलब्धि है त ल नेपालको विभिन्न योजनाको उपलब्धि जस्तै इक्जाम्पलको लागि कुन योजनादेखि दिगो विकासको अवधारणा सुरु भयो भन्छ नि हो त्यो भनेको योजनाको उपलब्धि हो क्या है भनेको 8औं योजनादेखि योजनाबद्ध विकास क्रमको सुरुवात भएको थियो हो त्यो तपाईलाई थाहा छ त्यसै गरेर चाहिँ नेपालको विभिन्न योजनाको उपलब्धि भनेर लेख्नुस् यति लेखिसकेपछि बुलेट दिएर लेख्नुस् ल वैदेशिक ऋण लिन सुरु
वैदेशिक ऋण लिन सुरु, वैदेशिक ऋण लिन सुरु कुन योजनादेखि हो भन्यो भने यो चाहिँ दोस्रो योजनादेखि सुरु भएको थियो। दोस्रो योजना भन्ने कुरा बुझ्नु पर्यो। मैले सर्टकटमा दोस्रो योजना भने अघि कुन योजना त्रिवर्षीय हुन्, कुन योजना पञ्चवर्षीय हुन् लेखिसकेको छ। वैदेशिक ऋण लिन सुरु भनेको दोस्रो योजनाबाट सुरुवात भएको थियो। विनियोजन बजेटको अथवा विनियोजन रकमको धेरै प्रतिशत खर्च भएको, विनियोजन रकमको धेरै प्रतिशत खर्च भएको, धेरै प्रतिशत खर्च भएको योजना, खर्च भएको योजना पनि दोस्रो योजना नै हो है। विनियोजन बजेटको धेरै प्रतिशत खर्च भएको योजना भनेको पनि कुन योजना हो त? दोस्रो योजना नै हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। दोस्रो योजना, विनियोजन बजेटको सबैभन्दा धेरै प्रतिशत खर्च भएको योजना भनेको चाहिँ दोस्रो योजना हो। दोस्रो योजनाले कति प्रतिशत खर्च गरेको थियो त? 79%। विनियोजन रकमको 79% चाहिँ खर्च भएको थियो दोस्रो योजनामा। यसरी विनियोजन रकमको सबैभन्दा धेरै प्रतिशत खर्च भएको योजना भनेर दोस्रो योजनालाई बुझ्छौँ। अर्को बुलेटमा कृषि गणनाको अवधारणा, कृषि गणनाको अवधारणा भनेको चाहिँ कृषि गणनाको अवधारणा भनेको कुन योजनाबाट सुरुवात भएको थियो त? कृषि गणनाको अवधारणा भनेको चाहिँ यो पनि दोस्रो योजनादेखि नै सुरुवात भएको थियो। दोस्रो त्रिवर्षीय योजना हो। दोस्रो त्रिवर्षीय योजनादेखि नै कृषि गणनाको अवधारणा सुरु भयो। कृषि गणनाको अवधारणा सुरु। अनि त्यसै गरेर चाहिँ अर्को बुलेटमा लेख्नुहोस् 15 वर्षभित्र राष्ट्रिय उत्पादनलाई 15 वर्षभित्र राष्ट्रिय उत्पादनलाई दोब्बर बनाउने नीति, राष्ट्रिय उत्पादनलाई दोब्बर बनाउने नीति कुन योजनाले लिएको थियो भन्छ। दोब्बर बनाउने, 15 वर्षभित्र राष्ट्रिय उत्पादनलाई दोब्बर बनाउने नीति यो भनेको चाहिँ तेस्रो योजनाको उपलब्धि हो अथवा लक्ष्य हो है। तेस्रो योजनाको लक्ष्य हो। तेस्रो योजना, तेस्रो पञ्चवर्षीय योजनाले चाहिँ 15 वर्षभित्र राष्ट्रिय उत्पादनलाई दोब्बर बनाउने नीति लगेको थियो। अनि यसै गरी तेस्रो योजनादेखि नै के सुरु भयो भने पहिलो पटक है, तेस्रो योजनादेखि नै पहिलो पटक चाहिँ जनसङ्ख्या नीतिलाई समावेश गरियो अथवा जनसङ्ख्या नीति ल्याइयो र चाहिँ आर्थिक वृद्धिमा सङ्ख्यात्मक लक्ष्य राख्न थालिएको है। यसमा चाहिँ के बुझ्नु पर्यो भने तेस्रो योजना भयो। अनि त्यसै गरेर चाहिँ आर्थिक वृद्धिमा सङ्ख्यात्मक लक्ष्य, आर्थिक वृद्धिमा सङ्ख्यात्मक लक्ष्य राख्न थालिएको, सङ्ख्यात्मक लक्ष्य राख्न थालिएको भनेको चाहिँ तेस्रो योजनादेखि हो। थालिएको भनेको चाहिँ कुन योजनादेखि हो त? यो पनि तेस्रो योजनादेखि नै सुरु भएको हो। प्राथमिक क्षेत्र निर्धारण सुरु, प्राइमरी सेक्टर, प्राथमिक क्षेत्र निर्धारण सुरु पनि तेस्रो योजनाबाट नै भयो। प्राथमिक क्षेत्र निर्धारण सुरु, प्राथमिक क्षेत्र निर्धारण सुरु, प्राथमिक क्षेत्र निर्धारण सुरु भनेको चाहिँ प्राथमिक क्षेत्र निर्धारण सुरु है। प्राथमिक क्षेत्र निर्धारण सुरु पनि कुन योजनाबाट भएको थियो त? यो पनि तेस्रो योजनाबाट नै सुरु भएको थियो है। तेस्रो योजनाबाट प्राथमिक क्षेत्र निर्धारण चाहिँ सुरु भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। तेस्रो योजनाबाट। अनि तेस्रो योजनाबाट नै पहिलो पटक जनसङ्ख्या नीति समावेश गरिएको थियो। पहिलो पटक जनसङ्ख्या नीति समावेश, पहिलो पटक जनसङ्ख्या नीति समावेश गरेको, पहिलो पटक जनसङ्ख्या नीति समावेश चाहिँ कुन योजनामा गरियो भन्यो भने पहिलो पटक जनसङ्ख्या नीति समावेश पनि तेस्रो योजनाबाट नै सुरु भएको थियो। तेस्रो योजना है, तेस्रो योजनाबाट नै जनसङ्ख्या नीति पहिलो पटक समावेश भयो। अनि त्यसै गरेर चाहिँ अर्को बुलेटमा लेख्नुहोस् क्षेत्रगत विकासको अवधारणा, क्षेत्रगत विकासको अवधारणा भनेको क्षेत्रगत विकासको अवधारणा चाहिँ कुन योजनाबाट सुरु भयो त? क्षेत्रगत विकासको अवधारणा भनेको चौथो योजनाबाट सुरुवात भएको थियो। चौथो योजना है, चौथो योजनादेखि क्षेत्रगत विकासको अवधारणा सुरु भयो।
तर फेरि प्रादेशिक विकासको अवधारणा भन्यो भने 5औं योजनादेखि सुरुवात भएको थियो है। 5औं पञ्चवर्ष योजनादेखि प्रादेशिक विकासको अवधारणा, प्रादेशिक विकासको अवधारणा, प्रादेशिक विकासको अवधारणा कुन योजनाबाट सुरु भयो भन्यो भने प्रादेशिक विकासको अवधारणा भनेको चाहिँ 5औं योजनाबाट सुरुवात भयो। क्षेत्रगत विकासको अवधारणा चौथो, प्रादेशिक विकासको अवधारणा भनेको चाहिँ 5औं योजनाबाट सुरुवात भएको थियो भन्ने कुरा बुझ्नु पर्यो। 5औं योजनाबाट सुरुवात भयो प्रादेशिक विकासको अवधारणा। अनि यसै गरी अर्को बुलेटमा आर्थिक वृद्धि दर समावेश गर्न थालिएको पनि 5औं योजनादेखि नै हो। आर्थिक वृद्धि दर, आर्थिक वृद्धि दर, आर्थिक वृद्धि दर समावेश गर्न थालिएको है। कुन योजनामा पहिलो पटक आर्थिक वृद्धि दर समावेश गरिएको थियो त? 5औं योजनामा। आर्थिक वृद्धि दर समावेश भनेको चाहिँ 5औं योजनाबाट भयो। 5औं योजना, 5औं योजनाबाट आर्थिक वृद्धि दर समावेश गर्न थालियो। अनि त्यसै गरी स्वास्थ्य कार्यक्रम पहिलो पटक समावेश पनि 5औं योजनाबाट नै भएको थियो। 5औं पञ्चवर्ष योजनाबाट पहिलो पटक स्वास्थ्य सम्बन्धी कार्यक्रम समावेश, स्वास्थ्य सम्बन्धी कार्यक्रमको समावेश, स्वास्थ्य सम्बन्धी कार्यक्रमको समावेश पनि, स्वास्थ्य सम्बन्धी कार्यक्रम समावेश पनि कुन योजनादेखि भयो त? स्वास्थ्य सम्बन्धी कार्यक्रम समावेश पनि यो चाहिँ 5औं योजनादेखि नै सुरु भएको थियो। 5औं पञ्चवर्ष योजनादेखि पहिलो पटक स्वास्थ्य सम्बन्धी कार्यक्रम समावेश भएको थियो 5औं योजनादेखि है। 5औं योजनादेखि। अनि त्यसै गरी अर्को बुलेटमा लेख्नुहोस्, 6औं योजनाबाट सुरुवात भएको भनेको वातावरण सम्बन्धी नीति, वातावरण सम्बन्धी नीति, वातावरण सम्बन्धी नीति समावेश, वातावरण सम्बन्धी नीति, वातावरण सम्बन्धी नीति समावेश है। वातावरण सम्बन्धी नीति समावेश भनेको पहिलो पटक है, पहिलो पटक वातावरण सम्बन्धी नीति समावेश चाहिँ 6औं योजनाबाट भएको थियो। 6औं योजनाबाट, 6औं योजनाबाट सुरु भयो। 6औं योजनाबाट नै निजीकरणको अवधारणा सुरु भयो। निजीकरणको अवधारणा सुरु, निजीकरणको अवधारणा, निजीकरणको अवधारणा सुरु पनि 6औं योजनादेखि भयो। निजीकरणको अवधारणा सुरु है, निजीकरणको अवधारणा सुरु पनि पहिलो पटक 6औं योजनादेखि नै भएको थियो। 6औं योजना। अर्को धेरै पटक सोधेको छ, इको टुरिज्म, पर्यापर्यटनको अवधारणा कुन योजनाबाट सुरु भयो त? यो पनि 6औं योजनाबाट नै सुरु भयो। पर्यापर्यटन, इको टुरिज्म भन्छ इङ्ग्लिसमा चाहिँ, इको टुरिज्म, इको टुरिज्म, इको टुरिज्म अथवा यसलाई नेपालीमा पर्यापर्यटन भन्छ। पर्यापर्यटन, इको टुरिज्म, पर्यापर्यटनको अवधारणा, इको टुरिज्म, पर्यापर्यटनको अवधारणा कुन योजनाबाट भयो भन्यो भने यो पनि 6औं योजनाबाट नै सुरुवात भएको थियो। इको टुरिज्म, पर्यापर्यटनको अवधारणा चाहिँ 6औं योजनादेखि नै, 6औं योजनादेखि नै समावेश भएको थियो है। इको टुरिज्मको अवधारणा, पर्यापर्यटनको अवधारणा 6औं योजनादेखि समावेश भएको थियो। अनि त्यसै गरी अर्को बुलेटमा लेख्नुहोस्, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट भनेको चाहिँ वातावरण प्रभाव मूल्याङ्कन भन्छ। इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट अथवा सर्टकटमा यसलाई EIA भन्छ। फुल फर्म अफ EIA के हो भनेर अस्ति भर्खरै गण्डकी 5मालाई सोध्यो। इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट EIA अथवा नेपालीमा यसलाई वातावरण प्रभाव मूल्याङ्कन भन्छ। वातावरण प्रभाव मूल्याङ्कन, वातावरण प्रभाव मूल्याङ्कन, वातावरण प्रभाव मूल्याङ्कनको अवधारणा, मूल्याङ्कनको, वातावरण प्रभाव मूल्याङ्कनको अवधारणा भनेको चाहिँ, वातावरण प्रभाव मूल्याङ्कनको अवधारणा भनेको 7औं योजनाबाट समावेश भएको है। अवधारणा भनेको 7औं योजनाबाट, 7औं योजनाबाट सुरुवात भएको इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट भन्छ अथवा वातावरण प्रभाव मूल्याङ्कनको अवधारणा 7औं योजनाबाट सुरुवात भयो। अर्को बुलेटमा लेख्नुहोस्, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट अथवा चाहिँ दिगो विकासको अवधारणा, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट, दिगो विकासको अवधारणा 8औं योजनाबाट भएको हो। दिगो विकासको अवधारणा है, दिगो विकासको अवधारणा, दिगो विकासको अवधारणा भनेको चाहिँ कुन योजनाबाट भएको हो त? 8औं योजनाबाट सुरुवात भएको हो। कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट, दिगो विकासको अवधारणा 8औं योजनाबाट
सुरुवात भएको थियो, 8औं योजनाबाट समावेश भएको थियो भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट है। अनि त्यसै गरेर चाहिँ बटम टु टप एप्रोचमा आधारित योजना सुरु पनि 8औं योजनालाई नै भन्छ बटम टु टप एप्रोच, बटम टु टप एप्रोच, बटम टु टप एप्रोचमा आधारित योजनाको सुरुवात भनेको पनि यहीबाट सुरु भएको थियो है। एप्रोच है, बटम टु टप एप्रोचमा आधारित योजनाको सुरुवात, आधारित योजनाको सुरुवात भनेको पनि कुन योजनादेखि भयो त? 8औं योजनादेखि भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। 8औं योजनादेखि भयो, 8औं योजनादेखि भयो। अर्को एकदमै धेरै पटक योजनामा रिपिटेड भएको, ल भन्नु त, यो चाहिँ गरिबी निवारण एकमात्र मूल उद्देश्य राखेको योजना कुन हो? कति पटक सोधेको छ यो क्वेसन? कोले पढ्नु भएको छ? गरिबी निवारण एकमात्र मूल उद्देश्य राखेको योजना, गरिबी निवारण एकमात्र मूल उद्देश्य राखेको योजना कुन हो भनेर कति पटक सोधेको छ? मूल उद्देश्य, एकमात्र मूल उद्देश्य राखेको योजना भनेको कुन हो त? यो चाहिँ 9औं योजना हो है। 9औं योजनाले राखेको थियो। गरिबी निवारण एकमात्र मूल उद्देश्य राखेको योजना भनेको चाहिँ 9औं योजना भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। 9औं योजनाले चाहिँ गरिबी निवारण एकमात्र मूल उद्देश्य, मूल मन्त्र जे पनि तपाईँलाई सोध्न सक्छ हैन। अनि दीर्घकालीन सोच राख्न सुरु पनि 9औं योजनाबाट नै सुरु भयो। दीर्घकालीन सोच राख्न सुरु, दीर्घकालीन सोच राख्न सुरु पनि 9औं योजनादेखि नै भएको थियो। 9औं योजना, 9 पञ्चवर्षीय योजनाबाट सुरुवात भयो 9औं योजनादेखि। अनि त्यसै गरी पहिलो पटक जैविक विविधता सम्बन्धी अवधारणा पनि यहीले समावेश गर्यो। जैविक विविधता, बायोडाइभर्सिटी, जैविक विविधता सम्बन्धी अवधारणा, सम्बन्धी अवधारणा है, सम्बन्धी अवधारणा, जैविक विविधता सम्बन्धी अवधारणा भनेको चाहिँ जैविक विविधता सम्बन्धी अवधारणा पनि 9औं योजनाबाट सुरुवात भएको थियो। 9औं योजनाबाट सुरुवात भएको थियो। अनि त्यसै गरेर चाहिँ अर्को बुलेटमा लेख्नुहोस्, यही योजनाबाट सामाजिक सुरक्षा, सोसियल सेक्युरिटी, सामाजिक सुरक्षाको अवधारणा, सोसियल सेक्युरिटीको चाहिँ कन्सेप्ट, सामाजिक सुरक्षाको अवधारणा सुरु पनि 9औं योजनाबाट नै भयो। सामाजिक सुरक्षाको अवधारणा सुरु है, सामाजिक सुरक्षाको अवधारणा सुरु भनेको पनि कुन योजनाबाट भयो त? 9औं योजनाबाट भएको थियो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र अर्को 10औं योजनामा एउटा सहस्राब्दी लक्ष्यको सुरु 10औं योजनाबाट भयो र 4 पिलर अफ 10th प्लानको अवधारणा पनि 10औं योजनाबाट नै सुरु भएको थियो है। 4 पिलर अफ 10th प्लान भन्छ। 4 पिलर अफ 10th प्लान, 4 पिलर अफ 10th प्लानको अवधारणा, 10th प्लान, 4 पिलर अफ 10th प्लानको अवधारणा सुरु 10औं योजनाबाट भयो। अवधारणा सुरु भनेको चाहिँ कुन योजनाबाट भयो त? 10औं योजनाबाट सुरु भयो। 10औं योजनाबाट चाहिँ 4 पिलर अफ 10th प्लानको अवधारणा सुरु भएको थियो र यही 10औं योजनाबाट नै सहस्राब्दी लक्ष्यको के भयो त? सुरुवात भयो। सहस्राब्दी लक्ष्यको सुरुवात, सहस्राब्दी लक्ष्यको सुरु, सहस्राब्दी लक्ष्यको सुरु है, सहस्राब्दी लक्ष्यको सुरुवात भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। सहस्राब्दी लक्ष्यको सुरुवात पनि कुन योजनाबाट भयो त? 10औं योजनादेखि नै भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। 10औं योजनादेखि भएको थियो। अनि त्यसै गरी अर्को बुलेटमा लेख्नुहोस्, अर्को बुलेटमा के भनेर लेख्नुहोस् भने 62-63 सालको 62-63 जनआन्दोलन पश्चात 62-63 जनआन्दोलन पश्चात कार्यान्वयनमा आएको योजना, कार्यान्वयनमा
कार्यान्वयनमा आएको योजना भनेको चाहिँ कुन हो त? कार्यान्वयनमा आएको योजना भनेको 11औं योजना हो। कार्यान्वयनमा आएको योजना चाहिँ कुन हो भन्यो भने 11औं योजना हो। त्यही भएर हामी 11औं योजनालाई नै हामी के भन्छौँ? अन्तरिम योजना भन्छौँ। अघि जुन अन्तरिम योजनाका रूपमा कार्यान्वयन भएको योजना भन्यौँ नि, यो चाहिँ 62-63 को जनआन्दोलन पश्चात कार्यान्वयनमा आएको योजना 11औं योजनालाई अन्तरिम योजनाका रूपमा हेरिन्छ। कारण चाहिँ त्यो हो है। अनि त्यसै गरी 12औं योजना भनेको आगामी 2 वर्षभित्र 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 नेपाललाई विकासोन्मुख राष्ट्रबाट नेपाललाई विकासोन्मुख राष्ट्रबाट हैन नेपाललाई चाहिँ यसरी नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्र भन्दा पनि हुन्छ, अथवा विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा परिणत गर्ने भन्दा पनि हुन्छ है। विकासोन्मुख राष्ट्रमा परिणत गर्ने दीर्घकालीन लक्ष्य भनेर बुझ्दा पनि हुन्छ है। आगामी 2 वर्षभित्र नेपाललाई विकासोन्मुख राष्ट्रमा परिणत गर्ने अतिकम विकसित राष्ट्रबाट दीर्घकालीन लक्ष्य लिएको योजना कुन हो भन्यो भने लक्ष्य लिएको योजना चाहिँ यो 12औं योजना हो है। 12औं योजनाले यो लक्ष्य लिएको थियो। 12औं योजना भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा परिणत गर्ने अथवा रूपान्तरण गर्ने चाहिँ लक्ष्य लगेको थियो, अथवा दीर्घकालीन सोच लिएको थियो भन्ने कुरा चाहिँ ख्याल गर्नु पर्यो है त। ल अनि यसै गरी अर्को बुलेटमा लेख्नुहोस्, पहिलो पटक जलवायु सम्बन्धी नीति समावेश भनेको चाहिँ 13औं योजनाबाट भयो। पहिलो पटक जलवायु सम्बन्धी नीति समावेश चाहिँ कुन योजनाले गरेको थियो भन्यो भने 13औं योजनाले गर्यो। 13औं त्रिवर्षीय योजनाले पहिलो पटक जलवायु सम्बन्धी नीति समावेश गर्यो। तर फेरि तपाईले के बुझ्नु पर्यो भने तर जलवायु परिवर्तनका लागि बजेट छुट्याएको पहिलो योजना चाहिँ 8औं योजना हो है। तर जलवायु परिवर्तनका लागि बजेट छुट्याउन सुरु जलवायु परिवर्तनका लागि बजेट छुट्याउन सुरु चाहिँ फेरि 8औं योजनाबाट नै भएको थियो है। बजेट छुट्याउन सुरु कुन योजनाबाट भयो भन्यो भने 8औं योजनाबाट चाहिँ बजेट छुट्याउन सुरु भयो र जलवायु परिवर्तन नीति समावेश चाहिँ 13औं योजनाले गरेको थियो। सम्बन्धित नीति चाहिँ 13औं योजनाले सुरु गर्यो र चाहिँ जलवायु परिवर्तनका लागि बजेट छुट्याउन सुरु चाहिँ 8औं योजनाबाट भएको थियो भन्ने कुरा बुझ्नु पर्यो। यो क्वेसन पनि सोधिसकेका छ साथीहरु है त। अनि 14औं भनेको चाहिँ स्वाधीन है। समाजवाद उन्मुख अनि यसै गरेर चाहिँ समाजवाद उन्मुख, यसै गरी समुन्नत हैन, समुन्नत र समाजवाद उन्मुख नेपालको कल्पना गरेको चाहिँ यो 14औं योजनाले हो है। कुन योजनाले चाहिँ नेपाललाई चाहिँ स्वाधीन, समुन्नत र समाजवाद उन्मुख नेपालको कल्पना गरेको थियो भन्यो भने यो चाहिँ 14औं योजनाको लक्ष्य हो। 14औं योजनासँग सम्बन्धित छ। अर्को बुलेटमा लेख्नुहोस्, पहिलो पटक समृद्ध नेपाल सुखी नेपाली। पहिलो पटक समृद्ध नेपाल सुखी नेपाली। नेपाल चाहिँ समृद्ध हुनु पर्यो। समृद्ध नेपाल र नेपाली चाहिँ सुखी हुनु पर्यो। समृद्ध नेपाल सुखी नेपाली समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन सोच राख्न सुरु, अर्थात् दीर्घकालीन सोच कुन योजनाले राखेको थियो त? दीर्घकालीन सोच है। पहिलो पटक समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन सोच चाहिँ कुन योजनाले राखेको थियो भन्यो भने त्यो चाहिँ 15औं योजनाले हो। यही कुरालाई 16औं योजनाले निरन्तरता दिएको हो।
तर 15औं योजनाले सुरु गरेको अस्ति भर्खर यो पनि कुन इक्जाममा सोध्यो र धेरैजना साथीहरूले चिप्लिनुभयो है। पहिलोपटक समृद्ध नेपाल सुखी नेपाली है, पहिलोपटक समृद्ध नेपाल सुखी नेपाली कुन योजनाले समावेश गरेको थियो भनेर सोध्यो, धेरैजना साथीहरू चिप्लिनुभयो है त। के सोध्नुभयो? सहस्राब्दी भनेको के हो सर भन्नुभएको छ। सहस्राब्दी भनेको चाहिँ 1000 वर्षका लागि होइन, 10वटा शताब्दीलाई सहस्राब्दी भन्छ, त्यो चाहिँ लक्ष्य राखिएको भन्न खोजेको है। सहस्राब्दी भनेको 10वटा शताब्दी होइन, 1000 वर्षको चाहिँ अवधिलाई सहस्राब्दी भन्छ। ल यो पनि अस्ति भर्खरै सोधेको छ र धेरैजना साथीहरूले चाहिँ यो 16औं योजना भनेर चाहिँ टिक लगाउनु भयो। 16औं योजना चाहिँ होइन, 16औं योजनाले चाहिँ त्यसलाई के गरेको? निरन्तरता दिएको हो। र पहिलोपटक समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन सोच राख्न सुरु चाहिँ 15औं योजनाले नै सुरु गरे। सर यो 2101को सोच के हो? यही हो भनेको, 2101को सोच र समृद्ध नेपाल सुखी नेपाली भन्नु एउटै कुरा हो। अहिले म तपाईँलाई आउँछु है। ल ल अब यही हो। अब यसमा त्यस्तो व्याख्या गर्नुपर्ने केही कुरा छैनन्, केही छ कन्फ्युज छ भने सोध्नुहोस्। सहस्राब्दी लक्ष्य भनेको 1000 वर्षको लक्ष्य हो। सामाजिक सुरक्षा भइहाल्यो, जैविक विविधता भइहाल्यो, दीर्घकालीन सोच राख्न सुरु भइहाल्यो, या त्यस्तो त्यस्तो कोही पनि छैन। र यो इआइए भनेको वातावरण प्रभाव मूल्याङ्कनमा आधारित विकास हुनु पर्यो भन्न खोजेको हो। वातावरण प्रभाव मूल्याङ्कन, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, इआइए 7औं योजनाबाट सुरु भयो हो। अरू त्यस्तो तपाईँहरूको त्यस्तो अलिकति गाह्रो शब्दावली केही पनि छैनन्, यो बुझिहाल्नुहुन्छ। त्यस्तो चाहिँ यसमा व्याख्या गर्नुपर्ने त्यस्तो केही पनि छैन। यदि केही कन्फ्युज छ यसमा भने, तपाईँहरूले यसमा केही कन्फ्युज छ भने यो उपलब्धिमा सोध्न सकिन्छ। केही छ? ल केही छ भने सोध्न सक्नुहुन्छ। नत्र अब यो भनेको कुन कुन बाट, कुन कुन योजनाबाट के उपलब्धि सुरुवात भएको भन्न खोजेको मुख्य कुरा चाहिँ है, त्यही हो। ल अब 16औं योजना भनेर लेख्नुहोस्। ल ओके, अब लेख्नुहोस् त चालु आवधिक योजना 16औं योजना है त। अब तपाईँलाई 16औं योजनामा चाहिँ अलिकति डिटेलमा पढ्नुपर्छ साथीहरू है। 16औं योजनाको सन्दर्भमा चाहिँ तपाईँहरूले उद्देश्य लक्ष्य सहित सबै कुराहरू डिटेलमा पढ्नुपर्छ। आज तपाईँलाई एसडब्लु भनेको चाहिँ यो 16औं योजनाका लक्ष्यहरू त्यो पढेर पनि आउने नोटहरूमा छ, बुकहरूमा छ होइन। मेरो बुक लिनुभएको छ भने त झन् सजिलो भइहाल्यो। यदि अन्य कुनै नोटहरू छ भने त्योबाट पनि कभर गर्नु होला, भोलि बुझ्न सजिलो हुन्छ, त्यो छलफल गर्छौँ। र चालु आवधिक योजना 16औं योजना भनेर लेख्नुहोस्। ल लेख्नुहोस् त चालु आवधिक योजना, चालु आवधिक योजना। ल चालु आवधिक योजना। आज थोरै यसको कन्सेप्ट हेरौँ र बाँकी कुरा हामी भोलि क्लियर गर्छौँ है त। ल चालु आवधिक योजना, यो चालु आवधिक योजना भनेको चाहिँ के हो त? 16औं योजना हो है। चालु आवधिक योजना भनेको 16औं पञ्चवर्षीय योजना भन्छ है। यसलाई चाहिँ के भन्छ? 16औं पञ्चवर्षीय योजना है। चालु आवधिक योजना भनेको चाहिँ 16औं पञ्चवर्षीय योजना, 16औं पञ्चवर्षीय योजना। 5 वर्षका लागि भएको कारणले गर्दा यसलाई पञ्चवर्षीय भनेको हो। 16औं पञ्चवर्षीय योजना, यो चाहिँ अहिलेको योजना, वर्तमान योजना, चालु आवधिक योजना भन्न खोजेको है। 16औं पञ्चवर्षीय योजना भनेको चालु आवधिक योजना हो। अब जस अन्तर्गत चाहिँ 16औं पञ्चवर्षीय योजना अथवा चालु आवधिक योजनाको अवधिको कुरा गर्ने हो भने यसको अवधि, यसको पिरियड भनेको के हो त? अवधि भनेको चाहिँ 2081-82देखि लगेर 2000 कहिलेसम्म? 85-86सम्म। त्यही भएर 2085-86को लक्ष्य भन्नु र 16औं योजनाको अन्त्यसम्मको लक्ष्य भन्नु एउटै हो। 81-82देखि लगेर 85-86सम्म कति वर्ष भयो त? यो चाहिँ 5 वर्षका लागि तय गरिएको भन्ने कुरा बुझ्नु पऱ्यो त। 81-82देखि लगेर 85-86सम्म 5 वर्ष भयो। अनि त्यसै गरी 16औं पञ्चवर्षीय योजना एउटा त यसको अवधारणा पत्र पारित कहिले भयो भन्छ? अवधारणा पत्र हेर्नु है, अवधारणा पत्र पारित, अवधारणा पत्र पारित कहिले भयो भन्छ? अर्को मन्त्री परिषदबाट स्वीकृत कहिले भएको थियो भन्छ? मन्त्री परिषदबाट, मन्त्री परिषदबाट स्वीकृत यसको चाहिँ फरक फरक मितिमा भएको छ। यदि तपाईँहरूलाई है, यदि तपाईँहरूलाई चाहिँ
यदि तपाईँहरूलाई चाहिँ मन्त्री परिषदबाट स्वीकृत चाहिँ कहिले भयो त होइन भनेर तपाईँलाई भन्यो भने मन्त्री परिषदबाट स्वीकृत चाहिँ कहिले भयो भनेर तपाईँलाई भन्यो भने चाहिँ 81 जेठ 1 भएको थियो स्वीकृत है। मन्त्री परिषदबाट स्वीकृत चाहिँ कहिले भयो भन्यो भने 2081 साल जेठ 1 गते 16औं योजना मन्त्री परिषदबाट स्वीकृत भएको थियो। र मन्त्री परिषदबाट स्वीकृत हुनुभन्दा पहिला अवधारणा पत्र पारित हुन्छ, यो चाहिँ राष्ट्रिय योजना आयोगले गर्छ। अवधारणा पत्र पारित भनेको चाहिँ 2080 साउन 17 गते है, 2080 साउन 17 गते चाहिँ अवधारणा पत्र पारित भयो। ब्राकेटमा चाहिँ राष्ट्रिय योजना आयोगले भनेर लेखिदिनु, राष्ट्रिय योजना आयोग। सुरुमा राष्ट्रिय योजना आयोगले अवधारणा पत्र पारित गर्छ है राष्ट्रिय योजना आयोगले, र त्यसपछि त्यो प्रोसेस अगाडि बढ्छ र अन्तिममा चाहिँ मन्त्री परिषदबाट स्वीकृत भइसकेपछि त्यो कार्यान्वयनको चरणमा जाने हो। यसरी मन्त्री परिषदबाट स्वीकृत भनेको 81 जेठ 1 भयो र 16औं योजनाको अवधारणा पत्र पारित चाहिँ कहिले भएको थियो भने 80 साउन 17 चाहिँ अवधारणा पत्र पारित भएको थियो भनेर तपाईँले बुझ्नु पर्यो। ठिक छ, ओके। अनि त्यसै गरेर चाहिँ अर्को समष्टिगत रणनीतिक क्षेत्र भन्यो भने समष्टिगत रणनीति क्षेत्र कतिवटा छन्? 4वटा छन् है। समष्टिगत रणनीति क्षेत्र भनेको चाहिँ कतिवटा? 4वटा छन्। र रूपान्तरणकारी क्षेत्र भन्यो भने फेरि 13वटा छन्। 16औं योजनाको रणनीति क्षेत्र भनेको चाहिँ 4वटा हो, अथवा रणनीतिको सङ्ख्या भन्यो भने 4वटा हो। र तपाईँलाई रूपान्तरणकारी क्षेत्र भन्छ, रूपान्तरणकारी प्रमुख क्षेत्र चाहिँ 13वटा हो है। 16औं योजनाको रूपान्तरणकारी प्रमुख क्षेत्र चाहिँ कतिवटा भन्यो भने प्रमुख क्षेत्र भनेको चाहिँ 13वटा रहेका छन् है। 16औं योजनाको रूपान्तरणकारी प्रमुख क्षेत्र भनेको 13वटा छन्। अनि सोच र उद्देश्य, सोच, नारा, उद्देश्य जे पनि तपाईँलाई भन्नुहोस्, सोच भने पनि, नारा भने पनि, उद्देश्य भने पनि केमा आधारित छ त? 3वटा भनेको सामाजिक न्याय, समृद्ध होइन, सुशासन, सामाजिक न्याय र समृद्ध भन्छ। 3वटा भनेको चाहिँ एउटा सुशासन, अनि त्यसै गरी सामाजिक न्याय, सुशासन, सामाजिक न्याय र समृद्ध है। सुशासन, सामाजिक न्याय र समृद्धि भन्ने कुरा बुझ्नु पर्यो। न्याय र समृद्धि, ल समृद्धि हेर्नु त, यो भनेको 16औं योजनाको सोच के हो भन्यो भने पनि यही हो। 16औं योजनाले लिएको सोच सुशासन, सामाजिक न्याय र समृद्धि। 16औं योजनाको नारा के रहेको छ भन्यो भने पनि यही हो, सुशासन, सामाजिक न्याय र समृद्धि हो। र 16औं योजनाको उद्देश्य भन्यो भने पनि कतिवटा रहेछ त? 3वटा रहेछ। 3वटामा आधारित छ कि 16औं योजनाको उद्देश्य। हेर्नु है, 16औं योजनाको उद्देश्य भन्यो भने पनि 3वटा। 16औं योजनाको उद्देश्य कतिवटा छन् भन्यो भने 16औं योजनाको उद्देश्य भनेको पनि कतिवटा छन्? 3वटा छन् है। 3वटा भनेको चाहिँ सुशासनसँग, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित लेखाउनुपर्छ यो 3वटा। सुशासन भनेको सबै क्षेत्रमा सुशासन कायम गर्ने। सबै क्षेत्र भनेको चाहिँ फेरि के हो भन्नु होला? सबै क्षेत्र भनेको राजनैतिक क्षेत्र, राजनीतिक क्षेत्र, प्रशासनिक क्षेत्र, न्यायिक क्षेत्र, निजी क्षेत्र, अनि अर्को चाहिँ के हुन्छ यो गैर सरकारी क्षेत्र। सबै क्षेत्रमा चाहिँ के गर्ने? सुशासन कायम गर्ने। सामाजिक न्याय भनेको के? सामाजिक न्याय स्थापित गर्ने कहाँ भनेको स्वास्थ्यमा, शिक्षामा, रोजगारमा, आवासमा, सुरक्षामा, सार्वजनिक सेवा प्रवाहको दौरानमा चाहिँ सामाजिक न्याय कायम गर्ने। समृद्धि के को समृद्धि? राष्ट्रिय अर्थतन्त्रको समृद्धि हासिल गर्न पर्यो, मानवीय जीवनको समृद्धि हासिल गर्न पर्यो है। यो 3वटामा आधारित छ 16औं योजनाको उद्देश्य। 3वटा उद्देश्य हुन्, मैले अघि भनिसकेँ। 3वटा उद्देश्य भनेको चाहिँ एउटा राजनीतिक है, ल त राजनीतिक, प्रशासनिक, न्यायिक है, राजनीतिक, प्रशासनिक, न्यायिक, निजी, जति पनि क्षेत्र छन्, राजनीतिक, प्रशासनिक, न्यायिक, निजी, गैर सरकारी है, न्यायिक, निजी तथा गैर सरकारी क्षेत्रमा चाहिँ के गर्ने त? गैर सरकारी क्षेत्रमा सुशासन कायम गर्ने। राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैर सरकारी क्षेत्रमा के गर्ने? सुशासन कायम गर्ने। हेर्नु त, उद्देश्य भयो सुशासन कायम गर्ने। सुशासन चाहिँ के गर्नु पर्यो त? कायम गर्नु पर्यो भन्ने कुरा बुझ्नु पर्यो। एउटा उद्देश्य यो हो, सुशासन कायम गर्ने। अनि सामाजिक न्याय भनेको चाहिँ शिक्षा, स्वास्थ्य, आवास। हेर्नु है, शिक्षा, स्वास्थ्य, रोजगार, आवास, शिक्षा, स्वास्थ्य अनि त्यसै गरी रोजगार होइन, आवास है, रोजगार अनि त्यसै गरी आवास, सुरक्षा,
सामाजिक सेवा प्रवाहमा चाहिँ के गर्ने, सुरक्षा तथा सामाजिक सेवा प्रवाह आदिमा, सामाजिक सेवा प्रवाहमा चाहिँ सामाजिक सेवा प्रवाहमा के गर्ने त, सामाजिक सेवा प्रवाहमा चाहिँ के गर्ने त, सामाजिक न्याय कायम गर्ने। शिक्षा, स्वास्थ्य, रोजगार, आवास, सुरक्षा, सामाजिक न्याय प्रवाहमा चाहिँ के गर्ने, सामाजिक न्याय कायम गर्ने भनेको। सामाजिक न्यायसँग सम्बन्धित भयो। सामाजिक न्याय के गर्नु पर्यो त, स्थापित गर्नु पर्यो अथवा कायम गर्नु पर्यो। ल, स्थापित गर्नु, यो अर्को उद्देश्य भयो। अर्को समृद्धि। समृद्धि भनेको चाहिँ राष्ट्रिय अर्थतन्त्र होइन। अनि त्यसै गरी मानवीय जनजीवनमा के हुनु पर्यो, समृद्ध चाहिँ चाहियो, समृद्धि चाहियो के। एउटा चाहिँ मानवीय जीवन, अर्को भनेको राष्ट्रिय अर्थतन्त्र। मानवीय जीवन र मानवीय जीवन र मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा, राष्ट्रिय अर्थतन्त्रमा, राष्ट्रिय अर्थतन्त्रमा, राष्ट्रिय अर्थतन्त्रमा चाहिँ के गर्ने त, राष्ट्रिय अर्थतन्त्रमा समृद्धि कायम गर्नु अथवा समृद्धि स्थापित गर्नु। समृद्धि चाहिँ के गर्नु पर्यो त, कायम गर्नु पर्यो भन्ने कुरा चाहिँ रहेको छ। हेर्नु त साथीहरू, यसरी 16औं योजनाको सोच, नारा र उद्देश्य। उद्देश्य भनेको तीनटा रहेछन्, तीनटामा आधारित सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित तीनटा उद्देश्य। सोच र नारा भनेको पनि सुशासन, सामाजिक न्याय र समृद्धि भनेको सोच। अब लक्ष्य भनेको पनि यसमै आधारित छन् है। अब 16औं योजनाको लक्ष्य भन्यो भने पनि 40वटा लक्ष्य छन्। हेर्नु है, अब 16औं योजनाको लक्ष्य भन्यो भने 16औं योजनाको लक्ष्य, यसमा चाहिँ दुईवटा लक्ष्य छन्। हेर्नु है, 16औं योजनाको लक्ष्य भनेर तपाईँहरूलाई चाहिँ 16औं योजनाको लक्ष्य सन्दर्भमा के बुझ्नु पर्यो भने, 16औं योजनाको लक्ष्य चाहिँ एउटा तपाईँलाई राष्ट्रिय लक्ष्य भन्छ है। 16औं योजनाको लक्ष्य भनेको के त, एउटा राष्ट्रिय लक्ष्य भन्छ। राष्ट्रिय लक्ष्य कतिवटा छन् भन्छ। अर्को भनेको दीर्घकालीन लक्ष्य कतिवटा छन् भन्छ। 16औं योजनाले लिएको दीर्घकालीन लक्ष्य कतिवटा छन् भन्छ। हेर्नु है, यसमा धेरैजना साथीहरू झुकिनुहुन्छ। 16औं योजनाले लिएको राष्ट्रिय लक्ष्य कतिवटा भन्यो भने चाहिँ 40वटा भन्ने है। राष्ट्रिय लक्ष्य कतिवटा त 40वटा हो। तर फेरि दीर्घकालीन लक्ष्य कति भन्यो भने 40 भनेर मिल्दैन। दीर्घकालीन लक्ष्य भनेको चाहिँ 10वटा मात्रै हुन्। अब यो कसरी 10वटा म भन्छु। राष्ट्रिय लक्ष्य 40वटा भनेको चाहिँ यही सामाजिक न्याय, समृद्ध र सुशासन हो, जस अन्तर्गत समृद्धितर्फका 20वटा है। 40वटा मध्ये समृद्धितर्फका कतिवटा, समृद्धितर्फ चाहिँ 20वटा, सामाजिक न्यायतर्फका 10वटा। हेर्नु है, सामाजिक न्यायतर्फका कतिवटा, सामाजिक न्यायतर्फका चाहिँ 10वटा र सुशासनतर्फका 10वटा। सामाजिक